डे 2 गाइस। आज बिहान बिहानै हामी बामराङतिर जाँदैछौँ। मेरो रातो साप चाहिँ अलि सन्चो होइसिन्न के, त्यही भएर हामी चाहिँ धामी खोज्दै हिँडिरहेछौँ। बुवाले चाहिँ आज हामीलाई धामी भएकोमा लाने रे। बच्चा भएपछि यस्तो हुँदो रहेछ है, डक्टर 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 धामी पनि चाहिने रहेछ है। एकदम धामी पनि इम्पोर्टेन्ट रहेछ है। बरु डक्टरहरू ठाउँ ठाउँमा पाइन्छ, धामी पाउन गाह्रो रहेछ। अझ हामी हेरौँ कति घन्टा लागेर धामीकोमा पुग्छौँ। यात्रा छ हाम्रो धामीकोसम्म। मेरो बाबुलाई चाहिँ मेडिसिनहरूले नभएपछि हामी चाहिँ धामीकोमा जाँदैछौँ। ल यस्तो छ गाइस हिँडाइ। अब धामीको लागि पनि कसरी किन्छु भरे म सिउ है त। ए खाजा खाने हो, बाजेको घरको खाजा। अब हामी चाहिँ अहिलेसम्म दिक्तेलमै छौँ। अब चाहिँ बामराङ कटेर जान्छौँ। केरा कस्तो मजाले फलेछ है आमा। मेरो भाइ कहाँ आयो? बाजेको घर आयो नि, बाजेको घर आयो। फुकी फुकी गर्नु हिँड्नु न ल। ए झिङ्गा खेलेको हो। ए मेरो छोरा खेलिरहेछ। लछ लछ झिङ्गा मार्नु कुदै कुदै। कस्तो राम्रो आँप फलिरहेको रहेछ। ल हामी यही बाटो आएको है। यस्तो बाटो त हुँदैन, बारी बारी डिल डिल कता कता। र यहीँ हो हामी चाहिँ आएको, धामीकोमा आइपुग्यौँ। बाजेको घर आइपुग्यो। दिक्तेल त पर कहाँ देखिन्छ, कस्तो देखिँदैन रहेछ है टुवालो। त्यहाँदेखि आज यहाँ आएको हामी। ओहो केरा त है कस्तो राम्रो फलेको। ल यस्तो राम्रो केरा फलिरहेको रहेछ है। बाजे चाहिँ अलिक पर जानुभएको रहेछ, घरमा हुनुहुन्न रहेछ। त्यही भएर हामी चाहिँ पर्खिरहेछौँ। यतातिर सबै के खाले घरहरू रहेछ। यो भूकम्पले गर्दा यस्तो घरहरू होला। र उपारी दिक्तेल कस्तो देखिँदैन रहेछ हौ। ल मेरो छोरा चाहिँ पर गइरहेछ यो घरको ज्वाइँसँग। छोरा चाहिँ ऊ हाँस्छ कि, त्यही भएर सबैले छोरी भन्छ। हेर्नु आमै कोसँग जानुभएको हो? भिनाजुसँग हो। भिनाजुसँग हो। अब हामी चाहिँ फर्किसकेको। बुवा अलि परबाटै उधो झर्नुभयो। बुवाले साथी दिनुभएको थियो मलाई। अनि मेरो राजा साप निदाइरहेछ। यस्तो घाम लागिरहेछ है। 9 बजेर 7 मिनट गइसक्यो बिहानको। नानु पनि आफै स्कुल जान्छ, आफै खाना खाएर। अनि अब चाहिँ 10 मिनट जति लाग्छ। अब म घर जाँदिनँ, एकैचोटि मेडिकल जान्छु। अनि त्यहाँ पनि बाबुको दिशा चेक गर्नु पऱ्यो एकचोटि। अस्ति त केही पनि थिएन, फेरि एकचोटि चेक गर्न मन छ। उसलाई डाइरिया भइरहेछ। अनि फेरि एकचोटि चेक गर्छु आज। अनि साथीकोमा जान्छु। अनि बाबुले आज कतिखेर गर्छ होइन, त्यतिखेर चेक गर्नुपर्ने हुन्छ नि त। धामी बाजेकोमा गएर दिवाली रहेछ, बोक्काको मासु पनि खायो है। त्यही भएर भोक चाहिँ लागेको छैन। धेरै टाढो त होइन, तर बाटो अलि अप्ठ्यारो थियो क्या, त्यही भएर मैले बाटोको भिडियो चाहिँ गरिनँ। उकालो उकालो उत्तिसघारी अनि खोला पानी किचिचिची थियो कि, एकदम अप्ठ्यारो थियो है। बाबु सुतेर बिजोग छ, यति बिजोग छ नि है। यतिखेर यस्तो लाग्छ सबैजना विदेश 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 भनिरहेको हुन्छ। बाहिर 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 पैसा 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 पैसा। तर सरकारी जागिर होस् है, आफ्नो फ्यामिलीसँगै बस्न पाइयोस्, आफ्नो बालबच्चा बिरामी हुँदा दुवैले हेर्न पाइयोस्। तर बाहिर जागिरहरूको यस्तो नहुने होइन। त्यही भएर एउटा बाबा हुँदा हुँदै पनि सिङ्गल आमा भएर एउटा बच्चा हुर्काउनुको पीडा चाहिँ त्यो हुनेलाई मात्रै थाहा हुन्छ। हरेक कुरा आफै गर होइन। कहिलेकाहीँ त्यस्तो हुन्छ
एक छाक खाना बनाएर होइन अर्कोले जस आफूले नबनाएर दोस्रो व्यक्तिले बनाएको खाना खानु कस्तो आनन्द हुन्छ होला जस्तो फिल हुने क्या। हिजो पनि मैले अल्छी लाग्यो नि त अनि थाके पनि होइन खाना बनाइन नखाइ सुतेँ। राति त यस्तो भोक लाग्यो है अनि उठेर अन्डा सुप बनाएर खाएर फेरि सुतेँ। अनि म जस्तो बिरामी हुँदा पनि राति कहिले भाँडा फोहोर आएर नसुत्ने मान्छे हिजो चाहिँ फोहोरै छोडेर सुतेँ कि किनभने त्यो भाँडा धुन थालेपछि फेरि चिसो हुने निन्द्रा उत्रिन्छ होइन बच्चा उठ्छ अनि त्यस्तो भयो। हेर्नुहोस् बिजोक मैले नानी पनि एक्लै बसेर हुर्काएको बाजे बोजू होइन साथमा नभएर आफूले मात्रै हुर्काउँदा धेरै नै गाह्रो हुन्छ। नानु त अब 11 वर्ष कम्प्लिट भइसक्यो बाबु पनि 1 वर्ष कम्प्लिट भइसक्यो। जस्तो कष्ट भए पनि छोराछोरी हुर्काउनुको कष्टकर आनन्द हुँदो रहेछ कि कष्ट भए पनि कष्टभित्र आनन्द छुट्टै हुन्छ तर दुःख चाहिँ एकदम धेरै हुने। बाटो त एक्लै हिँड्ने हो भने 20-25 मिनट रहेछ तेरो बच्चासँग। बाजेलाई कोसेली पनि थियो झोला थियो त्यही भएर गाह्रो भयो। बिचरा बुवा हुनुहुन्थ्यो बुवाले हेल्प गर्नुभयो। आफ्नै जन्म दिने बुवा आफ्नै कर्म दिने बुवासँग हिँड्न नपाए पनि मेरो साथीको बुवा मेरो छोरीको साथीको चाहिँ अजाले मलाई सहयोग गर्नुभयो। थ्याङ्क यू बुवा। अवश्य म लगभग पुग्न लागेँ दिक्तेल बजार तिखदेखि ल आइसकेँ है म चाहिँ अब म चाहिँ दिक्तेल आइसकेँ है बामराङबाट। अब म सिधै मेडिकल झर्छु घर जाँदिनँ मेरो घर चाहिँ यहाँबाट जान्छ उता म चाहिँ यता जान्छु। स्कुल टाइममा चाहिँ अटो गाडीहरू चल्दैन नि त त्यही भएर बजार खुल्ला रहेछ 9 बजीदेखि 10सम्म होला कि 9:30 10सम्म होला बन्द छ त्यही भएर एकदम सुनसान रहेछ। बिजोग गरी भए पनि आइपुगेँ बजे पनि सुति नै रहेछ। बच्चा बोक्ने बाइक मात्रै दिनुपर्ने के अझ बाइकले पनि गरिरहेको हुन्छ नि त अप्ठ्यारो गरिरहेको हुन्छ। दाइकोमा छिर्छु म यहाँ रमेश दाइकोमा नानीले यहाँ चाबी छोड्छु भनेको थियो नानी आइपुग्यो कि आइपुगेन अलि छिटै पो आइपुग्यो म त आइसक्यो होला कि। रमेश दाइ मेरो छोरीले चाबी छोड्यो छोरी पनि आइपुग्यो है घरबाट स्कुल हिँडिसक्यो मेरो छोरी स्कुल हिँड्यो। अब बाहिर म मेडिकल जान्छौँ। फाइनल्ली हामी चाहिँ म भर्खर घरमा छिरेँ है घर आइपुग्यौँ। बिहान चाँडै हिँडेको अब बेलुका 5 बज्नु लाग्यो अहिले आइपुग्यौँ बल्ल हामी आज घर। हेर ऊ त्यहाँ क्यारीमालेको त्यहीँ लड्यो कि थाक्यो पनि होला नि त बोकेर हिँडेकै यहीँ सुतिरहन्छ। राजा रिसाको रिसाको ल रिसाएर हेर रिसाको आउनु ल आउनु लाई पहिलोपटक होइन मैले छोडेको नि त एक्लै आफै बनाएर खाऊ भनेर किचन हेरौँ है छरप्रष्ट बनाएर खुवाएछ के बनाएर खाएछ ल हेर्नुहोस् फोहोर के काटेछ अन्डाको खोल पनि यहीँ राखेछ क्याबेज पनि फ्रिजबाट झिकेर यहीँ राखेको छ यो के हो यस्तोहरू खाएछ यी छरप्रष्ट चाहिँ किचन। अनि माम त्यति खाएछ आम्मामा यस्तो टालहरू यता बनाएछ यस्तो के खाएछ त्यो आम्मामा यसरी खाएछ भाँडा केही धोएनछ है ल सबै बनाएर खाएछ। अब पहिलोचोटि छोडेको हो यति भए पनि गरेर गएछ। कोदोको रोटी थियो यो चाहिँ खाएनछ चिसो खाएछ। ऊ त यहाँ आइसकेछ नि म त नदेखेर सात्तै गयो भने मामुको पछि पछि यता किचनमा आउनु भयो हो मामुको पछि पछि आउनु भयो हो अलि सन्चो भयो राजालाई अलि सन्चो भयो सन्चो भएको हजुरलाई मलाई कुट्नु भएको मामुसँग रिसाउनु भएको रिसाउनु पर्छ रिसाउनै पर्छ हो मै रिसाएर पुरा औँला ठड्याएर बसिरहेको छु चुच गरेर।
आम्मामा यस्तो सानो पुन्टे पनि रिसाउँछ यस्तो पुन्टो पनि रिसाउँछ हेर्नु त रिसाएर यस्तो सानो सानो मान्छे रिसाउँछ पेट दुख्यो